हजुर दिदी। तिमीलाई लाज लाग्दैन? यो के गरेको तिमीले? एकछिन ल दिदी, अन्तिम 2 थोपा झर्न बाँकी छ, त्यो झार्न दिनुस् अनि बोल्छु ल। बल्ल आनन्द भयो यार। अबे साले। भन्नु त दिदी, के भन्दै हुनुहुन्थ्यो तपाईहरु? तिमीलाई लाज लाग्दैन भनेको? पिसाब गर्ने ठाउँ हो यो, त्यहाँ माथि छैन पिसाब गर्ने ठाउँ? माथि कहाँ? तपाईको टाउकोमा? के रे भाइ, बढी भएको हो तिमी? पुलिस बोलाऊ? बोलाउनुस्। यहाँको पुलिसहरुले मेरो केही बिगार्न सक्दैन, किनकि सबै पुलिस मेरो मामा पर्छ, मामा। ओ भाइ, न्यू खोजे हो तिमीले? चिने छ म को हो? चिनेको त छैन, तर कता कता ठमेलतिर देखे हो कि जस्तो लागिराछ। के भन्यौ रे तिमीले? फेरि भन त। फेरि भन्नलाई म तपाईको नोकर हो? एकचोटी भन्दा सुन्नुहुन्न कि आँखा जस्तै कान पनि कमजोर छ। हेर भाइ, मलाई रिस नउठाऊ है। मलाई रिस उठ्यो भने नि तिम्रो मुत्ने पाइप काटेर फ्याल्दिन्छु नि फेरि। तपाईले काट्दा म चाहिँ हेरिबस्छु, म पनि च्यात्दिन्छु नि रगत निस्किने गरी। खत्म। दिदी, के च्यात्ने कुरा गरेको यसले? के थाहा मलाई।